दुःख जिन्दगीको सङ्गम रहेछ। दुःख जीवनको सङ्गम रहेछ। हाँस्नु पर्ने बाँचुन्जेल बाध्यता रहेछ। असल कामको पछाडि लाग्नु मित्र, नराम्रो काम त्याग्दै जानु। सङ्गति राम्रो भएपछि व्यवस्था राम्रो हुँदो रहेछ। त्यसकारण तपाईँ जहाँ हुनुहुन्छ, जुन स्थितिमा हुनुहुन्छ, जे गर्नुभयो, जे गरिरहनु भएको छ, त्यागिदिनुहोस्, सबै छोडिदिनुहोस्। सबै नराम्रो साथ गर्नुभन्दा तपाईँ एक्लै बस्नुहोस्, एक्लै कोठामा बस्नुहोस्, नयाँ योजना बनाउनुहोस्। तपाईँलाई साथ दिने भन्दा तपाईँको खुट्टा काट्ने धेरै हुनेछन्। किन भन्दाखेरि तपाईँसँग अहिले केही पनि छैन। तपाईँसँग जब थियो तब मान्छेको लाइन थियो। तपाईँसँग जब हुनेछ तब पनि मान्छेको लाइन हुनेछ। आज तपाईँसँग केही छैन, तपाईँलाई एक्लो बनाएको छ। तपाईँले गरेका प्रत्येक कुरा नराम्रा हुँदै जानेछ। राम्रो कुराको खोज गर्नुहोस्, राम्रो साथीसँग सङ्गत गर्नुहोस्। हिजो के थियो बिर्सिनुहोस्, पास्ट इज लास्ट, छोडिदिनुहोस्, सबै कुरा त्यागिदिनुहोस्, नयाँ कुराको सिर्जना गर्नुहोस्। तपाईँ अहिले जहाँ हुनुहुन्छ ठिक हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ तपाईँको विचारमा सही छ, तर नराम्रो सङ्गत छोडिदिनुहोस्, राम्रोको साथ गर्नुहोस्, राम्रो कुराको खोज गर्नुहोस्, आफूप्रतिको शब्द चयन गर्नुहोस् र आफूलाई सुधार्ने कोसिस गर्नुहोस्।